ल गाइजहरू हामी चाहिँ अब फेरि दाइ यस्तो त भन्ने होइन चिटिक चाटिक्क परेर मार्केटतिर सामान लिन हजुर हाम्रो थाहा भयो अब कुद्नु हुने होला रनिङ गर्नु हुने होला आज चाहिँ सामान लिन जानु एक हप्ताको लागि अब सामान किन्नु पर्यो हाम्रो दिदी दाइ बल खेल्न जानुभयो होइन सोल्टी चाहिँ साँच्चै छनान जानुभयो ए ऊ फ्यान्थे फेन्टेक जानु होला बाबु काखमा हुर्किनु भयो हो भरे चिटिक चाटक परेर जान्छ तल अलिक रमाइलो पनि लागिरहेको छ अहिले होइन मैले एउटा त भिडियो त अपलोड गरिसकेँ नि हिजोको ए यो अलिक लुलो भयो क्या माया पस्ने बेला भयो क्या त हेलो गाइस मिठो मिठो खानेकुरा किन्यो होइन है गाइजहरू हामी चाहिँ अब गाइजहरू भन्नु नि अप्ठ्यारो लाग्दो रहेछ बस स्टेसनमा आइपुग्यो यहाँ चाहिँ बस स्टेसन कि बस स्टप स्टेसन है बस स्टेसनमा आइपुग्यो होइन बस स्टप होला नि ठ्याक्कै घुम्दै हिँड्दै हिँड्दै बस स्टेसन आइपुग्यो हाम्रो बस पनि आइपुग्यो ठ्याक्कै हामी चढ्ने ट्रेन पनि आइपुग्यो हामीलाई स्वागत गर्न 질서 있게 승차해 주시기 바랍니다. The train for Cheongdae Everland is now arriving. Please wait behind the yellow line. आइपुग्यो The doors are open. This train will be आज चाहिँ कार्डले दुःख दिएर लास्टमा यो टोकन पाइयो कार्डबाट भएन भने चाहिँ टोकन दिन पैसामा चाहिँ यस्तो हुँदो रहेछ है नत्र भनेदेखि कोही 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 कराउँछ कोरियाको सिस्टम हाम्रो नेपालमा चाहिँ कहिले हुन्छ यस्तो बत्ती बलेर न ट्राफिक बस्छ न के बस्छ हाम्रो देश चाहिँ कहिले यस्तो हुने एक्सपेक्टेसन त गरेकै हो नहोला जस्तो छ देशमाथि जानको लागि अलिकति नागरिक नै सभ्य हुनु पर्यो कि पहिला चाहिँ है एकदमै नागरिक सचेत हुनैपर्छ कि सरकार मात्रै डह्रो भएर सचेत भएर हुँदैन नियम कानुन मात्रै भएर चाहिँ नहुँदो बस स्टेसन यस्तो हुन्छ पालना गर्दैन टुल्मे मोजाङ ए ऊ टुल्के भनेको ऊ होइन के अरे तिल तिल हो कि फाटफुटे बजार है कोरियाको चाहिँ टोमेटो नलैजाउँ होला ए हो लु बन्नुपर्छ त्यही अगाडि हिँड्नु हजुर आउनै भएन कि मेरो भिडियोमा
अब हामी चाहिँ करोडपति लोटो नानु लोटो मलाई पनि एउटा किनिदिन्छ है छादङ पऱ्यो भने छादङमै पर्छ है कहिले काहीँ त्यस्तो पाइयो क्या तपाईँ चाहिँ हो प्रोट हो दाइ हजुर चाहिँ के हो छादङमा किनिसक्नु भएको अन्त बधाई छ प्रोटो खतरा पार्नुहुन्छ भाइले चाहिँ च्याम्पियन हो नि कोरियाको लोटो यसपालि चाहिँ कति पार्नु हुने त है अनि दुईमान बढेर कति 20 मान 20 मान त 2-3 पटक कन्टिन्यू पार्नुहुन्छ होइन 20 मान त प्राय सोल्टी पनि पछि लाग्छु भन्नुहुन्छ तपाईँको यो चाहिँ प्रोटोको सुमुफे होइन यसलाई सुमुफे त भन्छ होइन है हार्ने जित्ने कि बराबरी हुनेमा बिट गर्ने ब्याट अनि त्यस पछाडि पऱ्यो भनेदेखि चाहिँ परिहाल्यो परेन भनेदेखि चाहिँ ओम नमः स्वाहा त हुँदैन जान्छ चाहिँ यो चाहिँ गेमिङहरूको बारेमा तपाईँहरू कति खेल्नुहुन्छ भनेदेखि कमेन्ट्स हान्नु होला काट्नु भएन है ल शुभकामना तपाईँलाई जित्नुहोस् 1 लाख कति 35,000 आउँछ जित्नु भयो नि जित्यो भने ल बधाई छ तपाईँलाई शुभकामना जित्नुहुन्छ एक ठाउँमा चाहिँ 46,000 मात्र जित्छ दुइटैमा जित्नुपर्छ 1,35,000 प्लस 46 भनेपछि त 2 लाख भइहाल्यो नि एउटाको चाहिँ 1 मान हुन्छ यो रहेको 1 मान नेपाली 1,000 यो चाहिँ नेपाली 2,000 दुइटै गएर 20,000 भयो ल तपाईँलाई शुभकामना है अलिक अगाडि हुन्थ्यो होला त हामी अलिक ढिलो आयो कि सब उडिसकेछ त है हामी आउँछ भन्ने डरले हो कि हो नेपालमा हप्ता उठाउन आउँदाखेरि यस्तै हुन्छ होइन क्या हान्ने कुरो जस्तो भएर हिँड्छ त अहिले नै यो चाहिँ स्ट्रिट फुडको चाहिँ बन्द हुन लागेको रहेछ है व्यापार त यो पनि सही हो नि त घाटा नाफा घाटा जान्छ भन्ने पनि हुँदैन के किन्न लाग्नु भयो भाइ साग धुने बाटो हेरेको त प्लास्टिक हो ए यहाँ पाउनु भएछ त यहाँ छ त है यहाँ छ यहाँ छ यहाँ पनि छ उ त्यहाँ पनि छ सेतुमा हजुर तर उसले धान्छ कि धान्दैन त्यो मुनि के छ साँच्चै त्यो उसको बेसिनको मुनि ए मजाले धान्छ त यसो डह्रो हुन्छ यतिको पानीलाई धान्ला नि हुन त त्यो उसकोलाई धान्छ र नि धान्छ त फेरि बेसिनको त मुनिको भाइले धानु नहुने छ स्वात्तै गयो त्यसलाई के गरेछ भन्दाखेरि सुबा किन्न लाग्यो खरबुजा मानु र सुसेर सजाउने अनि बार्गेनिङसम्म गर्नु पनि भ्याइ
감사합니다. 많잖아 가져가 많잖아. ल जाउँ सुभाको पनि आजको किन्यो। सौजीमै हो आजको जे भए नि डोनर गएको थियो तपाईँ हो आजको जे भए पनि 1100 को फर्सी नेपालमा कति पर्छ यसको प्राइस चाहिँ दाइ कति जतिमा होला यो नेपालमा 500 मा आउँछ हुँदैन तर निकै ठुलो र महँगो सुभाग पर्यो है हाम्रो चाहिँ दुवैजनाले झुन्डाउनु पर्ने कोरियाको लाइफस्टाइल यिनीहरूलाई चाहिँ रक्सी खानुपर्छ रक्सी खाएपछि नोरेबाङ छिर्नुपर्छ नोरेबाङ छिरेर उयो हो हामी अब कता ए ओल्डमार्ट एसियन मार्ट जाने हो टिपेर लगिदिएर नि भित्रै होस् न ओल्डमार्टको विज्ञापन गरियो भिडियोबाट पैसा चटपटे खाने हो भने चाउचाउ हिँडाउने एक दुईवटा ओ वाइ वाइ छ यहाँ छ दाइ वाइ वाइ यहाँ तयारी चाउचाउ पनि रहेछ त भुजा छ है भुजा त खोइ होला भाइहरूसँग यो किन्नु पर्यो म चाहिँ एउटा हजुर बिहान चियासँग खानलाई कफी र चियासँग हुन्छ म तिर्छु काठ चलो भने चाहिँ तिर्छु चलेन भने चाहिँ नतिर्छु तपाईँ त्यो गर्नु क्यामेरा एउटा भेट्नु भएछ त हामी त दुध खाँदैनौँ न सोल्टी म चाहिँ एउटा दही लिनु पर्यो यो कि अर्को गोलो बट्टाको ठिक हो गुलियो हो नि है यो मुला लैजाउँ एउटा सलाद खान गाजर लैजाउँ कोरियाको विकासे मलाई विकासी मुला हेर्नुहोस् है गाइजहरू 100 छन् खोपे कोसी वन रहेछ रसिलो कुन देख्नुभयो दाइ हो तपाईँको रचाइ चाहिँ ल दाजुभाइ सल्लाह गरौँ है मेसै पाउँदैन ठिकै उठाइदिने म त देखेको म एङ्गल मिलाइ खिचिरहेको छु नि यहाँ एकैचोटि उ भयो होला एकैचोटि निकाल्यो होला निकाल्नु चाहिँ नि यो ठुलो लाउनु ठुलो ठुलो हाल्ने हो नि सबै धेरै हुँदाखेरि त लगिसकेपछि ठुलो लाने हो यो आलु चाहिँ लगाएर दिनुपर्छ मैले अस्ति म्यानुअलहरू चलाएको तर आलु त अलिक धेरै नै बोकौँ है काम लाग्छ नि कि कसले ल्याउनु भयो अस्ति होइन तर फिर्ता भएको छ जस्तो लाग्दैन ए अस्ति दिदा ल्याउनु भएको थियो त अस्ति दिदा ल्याउनु भएको थियो त्यति बेला म्यानुअलहरूलाई मैले चलाएँ तपाईँले मैले त चलाएँ होइन लगेर दिउँ न आलु त अलिक धेरै लगेर राख्दा नि बिग्रिँदैन नि यहाँ चाहिँ जति नै पैसा कमाए पनि सुरुमा चाहिँ नेपाली पैसासँग कन्भर्ट भइहाल्छ है कति वर्ष भनेर होइन है हुन्छ हस्
यहाँ चाहिँ अनि सामान यसरी जोख्नुपर्छ होइन के हो भनेर हिसाब गरेर सामान कहाँ छ खाम्जा भन्ने भयो हिसाब गर्दै हुनुहुन्छ हजुर इन्से ओके ट्याक्क आयो 4,000 500 यो चाहिँ कोरियाको हिसाब गर्ने तरिका नेपाली चाहिँ फर्सी गट्टा त कति चाहिँ 1 साग होला बर्गाउली 1 साग भुटु खाउँ न फर्सी अस्ति लगेको ए गट्टा चाहिँ बिग्रेको रहेछ त ठुलो चाहिँ बिग्रेछ यार दुईटा लगेर आलुसँग मजाले भुटेर ए हड्डी आज त आइपुगेछ त यहाँनिर लैजाउँ भाइ लगेर उसिनी खानुपर्छ बिच्छकै पुग्ने टाइपको रहेछ अच्छा यो हड्डी र यो हामीले लाने चाहिँ लैजाउँ न एउटा जुन भयो नि होइन है कति 5 दानावाला बोक्ने कि 3 दानावाला हिसाब गर्ने छ हाम्रो डोनर काका हुनुहुन्छ आज हिसाब गर्ने अझै होइन